लगाएर फेस सबै धोइसकेँ। यस्तो भिडियोमा देखेको थिएँ म त्यसरी नै तपाईँलाई सेम हामीले मार्केटतिर किन्छौँ नि ब्ल्याक कफी र एग्स हो हैन। हाई एभ्रिवान, नमस्ते, म रितिका जिरेल। तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। आज चाहिँ म तपाईँलाई के देखाउन गइरहेको छु भने चाहिँ आज चाहिँ मैले चाहिँ फेस प्याक युज गर्दैछु। तर यो फेस प्याक चाहिँ तपाईहरुलाई किन मैले सेयर गरेको भने चाहिँ यसको चाहिँ व्हाइट भाग मात्रै, येलो भाग चाहिँ हैन, अनि कफी मिक्स गरेको। यो चाहिँ मैले अघि नै रेडी गरिसकेँ, त्यही भएर हजुरहरुलाई देखाउन पाइन। तर मैले भनेको छु यसमा चाहिँ एग्सको व्हाइट भाग अनि कफी मिक्स गरेको छु। यसलाई चाहिँ मैले अहिलेसम्म युज गरेको छैन, यो चाहिँ मेरो फर्स्ट टाइम। मैले चाहिँ प्राय भिडियोतिर चाहिँ देखाएको थिएँ यो एप्लाई गरेको। अनि यो एप्लाई गरेर चाहिँ ब्ल्याक मार्क्सको काम गर्छ भन्ने सुनेको थिएँ। तर मेरो त्यस्तो धेरै ब्ल्याक हेल्सहरू त केही छैन फेसमा, त्यो मेरो पहिल्यैदेखि थिएन। तर पनि मलाई यतिकै युज गर्न मन लाग्यो, ट्राई गर्न मन लाग्यो, त्यही भएर म तपाईँलाई पनि देखाउन गइरहेको छु, सेयर गर्न गइरहेको छु। ओके ल, एकछिन मसँगै बस्नुहोस् है हजुरहरू, सेयर गरेर देखाउँछु ल। मैले जे देखेको थिएँ त्यही। यसलाई चाहिँ राम्रोसँग घोल्नुपर्छ भन्नुभएको थियो उहाँले, घोलिसकेको छु, यस्तो भइसकेको छ। यसलाई चाहिँ एकचोटि फर्स्टमा चाहिँ फेसमा एप्लाई गर्ने भनेको एप्लाई गरेर देखाउँछु हजुरहरूलाई। यो चाहिँ क्लिन फेस है, हजुरहरूलाई थाहा भइसक्यो। विशेष गरेर हजुरहरू जेन्ट्सहरूलाई भन्दा पनि लेडिजहरूको लागि यो चाहिँ दिदीबहिनीहरूको लागि यो चाहिँ क्लिन फेस। मैले चाहिँ पानी अब चाहिँ म यसलाई एप्लाई गर्छु है फेसमा। यो चाहिँ एकदमै धेरै यसलाई चाहिँ यो पहेँटलाई चाहिँ लगाउनु, यसमा चाहिँ यो आइब्रोमा चाहिँ लगाउनु हुँदैन भन्ने सुनेको थिएँ। आइब्रोमा लगायो भने चाहिँ पछि यो निकाल्दाखेरि चाहिँ आइब्रो नै जान्छ अरे कि, मैले सुनेको आइब्रो जान्छ अरे, त्यही भएर आइब्रोमा चाहिँ एप्लाई गर्न अलिकति हुँदैन। मैले पनि त्यही सुनेको थिएँ, मलाई पनि हुँदैन जस्तो लाग्यो, किनकि एक चाहिँ पछि ड्राई भइसक्यो कक्क हुन्छ नि त नि, अनि त्यो निकाल्दाखेरि चाहिँ सानो सानो यो रङहरू पनि जान्छ जस्तो लाग्यो मलाई चाहिँ फेसको। मेरो फेसमा त्यस्तो रौँ त छैन, तर आई विल ट्राई। मलाई यत्तिकै ट्राई गर्न मन लागेर मात्रै ट्राई गरेको। मेरो फेसमा चाहिँ पुरै एप्लाई गरिसकेँ यसरी सबै। एकचोटि यति एप्लाई गरे यो एकदम कडा हुँदै आइरहेको छ। मैले यसरी एप्लाई गरेको छु। यस्तो भयो। फर्स्ट टाइम चाहिँ मेरो फर्स्ट ट्राई। टोटल लाइफमा अहिलेसम्म मैले यस्तो गरेको थिएँ यो एक्स र कफीको पेस्ट चाहिँ।
हेरौँ लेसी कस्तो हुन्छ। यस्तो एकदम कडा हुँदो रहेछ। कडा भइसक्यो यहाँ चाहिँ फाइनली मैले निकाल्न लगाइसकेँ। यो चाहिँ यस्तो हुँदो रहेछ। तर मैले चाहिँ यो पेपर अलिकति बाक्लो पेपर राखेँ जस्तो छ, त्यही भएर अलिकति धेरै टाइट चाहिँ भएन। मैले देखेको चाहिँ एकदम टाइट टाइट भइसक्यो क्या। त्यति टाइट हुँदो रहेछ कुनै ठाउँमा त। टाइटै हुँदो रहेछ। ए म चाहिँ यो अलि राउन्ड जान्छ कि भनेर गएन रहेछ सब फेरि। मैले चाहिँ नजाने हो कि के हो चाहिँ मलाई थाहा भएन गाइज। मलाई चाहिँ त्यस्तो एक्सपेक्ट गरे जस्तो चाहिँ भएन। एक्सपेक्ट चाहिँ मैले एकदम धेरै कडा हुन्छ होला भन्ने सोचेको थिएँ, त्यस्तो चाहिँ भएन। त्यसरी निस्किँदा चाहिँ आई थिङ्क यो पेपर चाहिँ धेरै मोटो भए जस्तो चाहिँ मैले बाक्लो पेपर राखेको जस्तो छ, टिस्यु पेपर यसरी, त्यही भएर चाहिँ यसले भित्रसम्म चाहिँ यो एब्जर्ब हुन सकेन जस्तो लाग्यो। म नेक्स्ट टाइम फेरि ट्राई गर्छु। अहिले चाहिँ यस्तो हुँदो रहेछ। यस्तो भयो फेस पनि म त केही चेन्ज नै देखिनँ हौ। झन् नराम्रो पो भयो कि म त अहिले म चाहिँ यसलाई चाहिँ वास गर्छु। सादा पानीले चाहिँ धुन्छु म यसलाई चाहिँ फेस धुन्छु। यस्तो हुँदो रहेछ गाइस। यस्तो भयो। मलाई चाहिँ त्यस्तो एक्सपेक्ट गरे जस्तो चाहिँ फेसमा भएन। मलाई चाहिँ त्यस्तो वाउ भन्ने पनि लागेन अनि छा जस्तो पनि होइन। यो इक्वल नर्मल जस्तो लाग्यो। मलाई त्यस्तो एक्सपेक्ट गरे जस्तो चाहिँ लागेन है। भएन। क्लिन गरिसकेको छु। आई थिङ्क मैले एप्लाई गर्न नजाने हो कि के हो चाहिँ मलाई थाहा भएन। मलाई त्यस्तो धेरै मैले जे सोचिरहेको थिएँ त्यस्तो चाहिँ भएन। कसरी तपाईँहरूलाई थाहा छ भने चाहिँ मलाई तपाईँहरूले कमेन्टमा भनिदिनु होला कसरी गर्ने हो। मैले चाहिँ यसरी गरेको मलाई त्यस्तो धेरै मेरो फेस चाहिँ वाउ भएन। अघि झन् योभन्दा बरु अलि राम्रो थियो कि अहिले झन् नराम्रो भयो कि फेस चाहिँ। Okay guys, thank you so much for watching my video. See you next time. म फेरि अरू भिडियो लिएर आउँछु है। बाई।